Hello fellow Clasher, this is Clash Base and welcome to my channel. नयाँ इभेन्ट आएको छ अक्टोबर सिजन 2025 को हेलोविन स्पेशल कस्मिक लिमिटी भन्ने रहेको छ र यो च्यालेन्जलाई कसरी 3 स्टार गर्ने भनेर चाहिँ हामीले कुरा गर्न गइरहेको छौं। सो बीचको एरियामा देख्न सक्नुहुन्छ बेसमा चाहिँ त्यहाँनेरि धेरै ट्रुप्सहरु रहेका छन्। बीचको एरियामा अलिकति थोरै बाहिर छ, त्यही भएर हजुरले यहाँ फर्स्ट स्टेप चाहिँ एकदम केयरफुल गर्नुपर्ने हुन्छ। सुरुमा क्वीनलाई डिप्लोय गर्नु, त्यसपछि यो गोल्ड स्टोरेजमा ट्याप गर्नु र गोल्ड स्टोरेजमा आउँदै गर्दाखेरि ठ्याक्कै माथिको बिल्डर हटमा ट्याप गरेर चाहिँ क्वीनको एबिलिटी दबाइदिनु होला। त्यो गरेपछि बीचमा जति पनि ट्रुप्सहरु रहेका छन् जुन कैद भएर रहेका थिए तिनीहरु सबै निस्किने छन्, त्यहाँबाट फ्री हुनेछन्। त्यसपछि तपाईले आफ्नो क्वीनलाई चाहिँ यो मोनलिथ डाउन गर्नुपर्ने हुन्छ। त्यसपछि यानी युनिकर्नहरु चाहिँ निकाल्नु पर्ने हुन्छ। सिंगल इन्फेर्नो जहाँ जहाँ देख्नुहुन्छ त्यो सिंगल इन्फेर्नोलाई चाहिँ नछोडिहाल्नु होला, दबाइहाल्नु होला, सिंगल इन्फेर्नोमा हानिहाल्नु होला। र सिंगल इन्फेर्नोले यदि तपाईको क्वीनलाई लक गर्यो भने चाहिँ क्वीनलाई अलिकति पर ढकल्नु होला। जहाँ हजुरले ट्याप गर्नुहुन्छ त्यही नै क्वीन जानेछ। अनि यहाँ बलरहरु जति पनि थियो त्यो सबै बलरहरु पनि निस्किसकेका छन् र सिंगल इन्फेर्नो म भनिरहेको छु। सिंगल इन्फेर्नोबाट एकदमै केयरफुल रहनु होला। सो यहाँ जति सक्दो युनिकर्नहरु यसैगरी ड्रागन्सहरु सबैजनालाई निकाल्दै आउनु होला र त्यसपछि क्वीनलाई चाहिँ पछाडी सार्नु होला। र क्वीनलाई हामीहरु फेरि राइट बेसतिर लानेछौं, बेसको राइट साइडतिर लानेछौं। त्यसपछि यहाँ रहेको गोल्ड स्टोरेजमा म ट्याप गर्नेछु, आफ्नो क्वीनको चाहिँ जुन रेन्जलाई त्यहाँनिर लानेछु। त्यसपछि क्वीनले त्यो गोल्ड स्टोरेज सकाए पछाडि अझै अगाडि बढाएर चाहिँ त्यहाँनिर विजार्ड टावरलाई डाउन गर्नेछु। त्यसपछि त्यहाँ मल्टी इन्फेर्नो रहेको छ, त्यो मल्टी इन्फेर्नोलाई पनि डाउन गर्नेछु। अब तपाईहरु उतापट्टिको साइडमा खासै टेन्सन लिनु पर्दैन, किनकि उतापट्टिको सबै साइडहरु क्लिन अप भइरहेका छन् र भएनन् भने पनि इजिली डाउन हुनेछ। माथि 5 वटा इन्फेर्नो रहेका छन्, ती इन्फेर्नोले अलिकति प्रब्लम दिन सक्छ, अलिकति ख्याल गर्नु होला। र यहाँ एउटा क्वीनले चाहिँ अलिक प्रब्लम दिन आँटिरहेको थियो, त्यो प्रब्लमबाट पनि अलिकति बचाउनु पर्ने हुन्छ क्वीनलाई। र यसैगरी हजुरले चाहिँ यहाँनिर वालमा ट्याप गर्नु होला। वालमा ट्याप गरिसके पछाडि आफ्नो क्वीनलाई सिधै लगेर मल्टीमा चाहिँ नराख्नु होला, सिधै सिंगल इन्फेर्नोमा ट्याप गर्नु होला। र यो माथिको इन्फेर्नो कम्पार्टमेन्ट पनि इजिली डाउन भइसकेको छ र बेसमा एकदमै धेरै आर्मीहरु स्टिल अलाइभ छन्। हेर्दा यो बेस इजिली चाहिँ 3 स्टारमा कन्भर्ट भइसकेको छ। सो एकदमै इजी छ यो मेथड। सुरुमा रहेको जायन्ट एरो चाहिँ अलिकति केयरफुल तरिकाले दिनुपर्ने हुन्छ। स्टोरेजमा ट्याप गर्ने, त्यसपछि चाहिँ माथिको बिल्डर हटमा ट्याप गर्ने अनि एबिलिटी दिने, त्यसपछि त इजिली डाउन हुनेछ। सो आजको लागि भिडियो यति नै भन्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। किप लभिङ, किप सपोर्टिङ। जय नेपाल, जय सिएस।